चाहिँ हो एक थाल भात रुच्ने मटन करीको रेसिपी। अनि यसरी एकचोटि बनाउनु भयो भने तपाईँहरूले जहिले नै यही रेसिपी ट्राई गर्नुहुन्छ। अनि यसमा गोलबडा पनि हालेको छैन, तै पनि यति मिठो बन्यो नि यो। प्रेसर कुकरमा थोरै तोरीको तेल हाल्ने, अनि तातिसकेपछि यो सुकुमेल फुराइदिने, मसलाहरू अनि जिरा फुराइदिने, अनि 2वटा मिडियम साइजको प्याज पनि एड गरिदिएँ। अनि यसमा चाहिँ अब मटनको मासु एड गर्ने। यसलाई चाहिँ हाई हिटमा सबै पानी रिलिज हुने गरी फ्राई गर्नुपर्छ। यसबाट पानी रिलिज भएर पनि यो मासुलाई चाहिँ मैले यतिको ब्राउन हुन्जेलसम्म फ्राई गरिदिएँ। अब चाहिँ बेसिक मसलाहरू काश्मीरी रेड चिली पाउडर, बेसार, जिरा 2 चम्चा, अनि त्यसपछि स्वाद अनुसार नुन, त्यसरी खुर्सानीको धुलो, अनि अदुवा र लसुनको पेस्ट चाहिँ हल्का बढी हाल्नुपर्छ, 2 चम्चा हाली। अनि मिट मसला पनि एड गरेर अब यसलाई चाहिँ मजाले फ्राई गर्ने मिडियम हिटमा। त्यसपछि थोरै धनियाँ हालेँ। अब यो मसलासँग मजाले कोट भयो नि त यो। अनि त्यसपछि अब यसमा चाहिँ तातो पानी एड गर्नुपर्छ है। करी बनाउँदा अथवा जुन पनि करीमा चाहिँ तातो पानी हाल्नु भयो भने चाहिँ एकदमै मिठो बन्छ कि करी। अनि त्यसपछि यसमा बोइल आइसकेपछि मात्रै बल्ल यसलाई छोपिदिएँ। अनि मैले चाहिँ यसलाई मिडियम हिटमा 2 सिटी लगाइदिएँ। 2 सिटी पछि यो त पाकिसकेको थियो। अनि माथिबाट थोरै धनियाँ हालेँ। यो त्यसपछि त एकदमै दामी मटन करी बनेर रेडी भयो। यति सजिलोसँग बन्छ र टेस्टमा पनि यति मिठो बन्छ नि। यो इजी एन्ड क्विक रेसिपी तपाईँहरूले पनि ट्राई गर्नुहोला र फलो फर मोर रेसिपिज।